सर्वप्रथम त यो सैना मैना नेपाली काङ्ग्रेसमा विधिको शासन पार्टीमा स्थापित गर्नको लागि मेरो उम्मेदवारी रहेको छ र त्यो सँगसँगै नेपाली काङ्ग्रेसको नीति कार्यक्रम धारणा सिद्धान्त ऐतिहासिक विचारहरूलाई जुझारु कार्यकर्ता माझ सहज रूपमा लैजान सक्ने वातावरण सिर्जना गर्नका निमित्त पनि मेरो उम्मेदवारी रहेको म जानकारी गराउन चाहन्छु। अग्रज व्यक्तित्वहरूदेखि युवासम्म, युवादेखि नारीसम्मको आवाजलाई सकारात्मक ढङ्गबाट समुन्नत समाज निर्माण गर्नका निमित्त पनि मेरो उम्मेदवारी रहेको म जानकारी गराउन चाहन्छु। साथै नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य, शुभेच्छुक, साधारण सदस्यहरू सबैलाई भावनात्मक रूपमा एकीकृत गरी चलायमान अवस्थामा राख्नका निमित्त पनि मेरो उम्मेदवारी रहेको म जानकारी गराउन चाहन्छु। अग्रज बुवा, दाजुभाइ, दिदीबहिनीहरूलाई सामाजिक रूपमा पार्टी, विभिन्न सङ्घ संस्था तथा जुनसुकै स्थानमा चलायमान हुने गरी भूमिका लिन सक्ने वातावरण सिर्जना गर्नका निमित्त पनि मेरो उम्मेदवारी रहेको म जानकारी गराउन चाहन्छु। भर्खरै मात्र सैना मैना नगरपालिका नेपाल सरकारले नयाँ घोषणा गरेको नगरपालिका भएको हुँदा सम्पूर्ण नगरवासी बीच महसुस हुने गरी भावनात्मक रूपमा सकारात्मक वातावरण सिर्जना गर्नका निमित्त पनि मेरो उम्मेदवारी रहेको म जानकारी गराउन चाहन्छु। व्यक्ति नै सबै कुरा होइन, व्यक्ति भन्दा पनि टिममा काम गर्नुपर्छ भन्ने भावनाको विकास गर्नको लागि टिमवर्क तथा सहभागितात्मक भावनाबाट कुनै पनि निर्णय गर्ने परिपाटीको विकास गरी कार्यान्वयन गर्ने वातावरण सिर्जना गर्नको लागि मेरो उम्मेदवारी रहेको आम सैना मैनामा रहनुभएका नेपाली काङ्ग्रेसका क्रियाशील व्यक्तित्वहरू, आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरूलाई म यो जानकारी गराउन चाहन्छु। 39 वर्षको नगर सभापति पदको उम्मेदवार रामप्रसाद अधिकारीलाई आफ्नो अमूल्य मत दिई विजय गराउनु हुनका लागि म हार्दिक अपिल गर्न चाहन्छु। यहाँहरूले दिएको जिम्मेवारी अनुसार मैले सैना मैना नगरपालिकाको नगर सभापति पदमा 5 वर्ष रहँदा मैले आफ्नो भूमिकालाई सहज ढङ्गबाट, सरल ढङ्गबाट मैले चाहिँ पुरा गर्नेछु। यहाँहरूले दिएको अभिभाराहरू मैले सम्पूर्ण अभिभाराहरू मैले जिम्मेवारीका साथ वहन गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।